हेलो नमस्ते। नमस्ते आज हामीले मुकब्याङ ब्लग एपिसोड अब एपिसोड नभन्नु क्या अब हाम्रो नयाँ आइसक्यो 28 एपिसोड 28 लिएर 29 कति हो थाहा छैन तर एपिसोड लिएर आयौँ हामीले मुकब्याङ ब्लगको मुकब्याङको एपिसोड नयाँ भनौँ न नयाँ जेसुकै होस् नयाँ जेस मुकब्याङ ब्लग लिएर आयौँ हामीले आज यस हिजोदेखि मासु खानु श्रावण सकेर हिजोदेखि मासु हामीले खानु थाल्यौँ आज हामीले के लिएर आएको छौँ भने हाम्रो मुकब्याङ ब्लगमा मुलाको अचार यो आफ्नो घरमा बनाएको मुलाको अचार है एन्ड दिस वान इज द रायो साग एन्ड चिकन विथ मुलाको नेपालीमा भन्नु न ग्रेभी कुखुराको मासुसित मुला हालेर पकाएको अनि यहाँ चाहिँ गुड गुड अनि यो 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 कुनामा चाहिँ लुकेको छ यो कुनामा चाहिँ यो चाहिँ छोडिदिनु यो चाहिँ के अरे अचार अचार नागा अचार कोले खानुहुन्छ तर कसम यो नागा अचार यो तर्डेन चर्बिर हुन्छ है गाइस यो खानु भने तपाईँहरूले के भन्नु ओके लेट्स इट लेट्स इट गाइस अनि त्यसमा दाल छ दाल दाल चाहिँ म खाँदिनँ है विकल खान्छ रे अरे म चाहिँ खान्छु दाल आई डोन्ट लाइक दाल रातो दाल आई लाइक कालो दाल लु Cheers. ल Lovely. रायो साग इज रायो साग धेरै धेरै मिठो मेबी हामी उयो पनि गर्नुपर्छ होला हौ त्यो चाउचाउ खान्छ नि रामेन च्यालेन्ज त्यो गरौँ न एक दिन कस्तो छ हामी चाहिँ भात मात्र खान्छौँ नि त रामेन च्यालेन्ज क्या के खानु पर्यो रामेन यत्रो एक थाल बनाउने अनि खाने क्या त्यस्तो रामेन मात्रै त्यसमा केही नखानु अन्डा एग बिकज हाम्रो दर्शक भ्युवर्सहरूलाई पनि अल्छी लागिसक्यो होला क्या हामीले भात खाएको देखाएर क्या भन्नु है साथीहरू तपाईँहरूलाई कस्तो खाले मुकबाङ ल्याउन पर्यो भन्नु होला कमेन्टमा मेरो धेरै भ्युवर्स त हुनुहुन्न सानो थोरै हुनुहुन्छ जस्ट लेट अस नो वाट टाइप अफ मुकबाङ डु यु वान्ट गाइज so we can prepare and make entertainment for you guys भिडियो बनाएर हालिसकेपछि युट्युबमा अनि त्यसपछि टिकटकमा everywhere अनि फेसबुकमा but if we put TikTok if we put in TikTok everywhere then I think people might feel too many videos she's uploading, oh my god. No problem. Don't think about others. Things for yourself. Yes. तिमीलाई भिडियो बनाएर हाल्नु मन छ भने हाल कति धेरैजनाले भिडियो हालेको कति धेरै हालेको अरूले सोध्छ भनेर भन्यो भने No, I don't think like that. But before I used to think maybe मान्छेले के भन्ला too many videos हालेको भन्ला यसले यस्तो गरेको भन्ला भनेर I used to think like that before. But now, no, I don't care.
आहा यहाँ कति धेरै भिडियो हालेको उम्, भने पनि यो एकजनाले कति धेरै भिडियो हालेको भने पनि अँ। दुइटै तिम्रो नाम लिएको हुन्छ दुइटै तिम्रै चर्चा भएको हुन्छ हाल्ने हो ब्याङ्कीलाई नलगाइकन अहिले के भन्छ भने अहिले भन्नु पनि पर्छ कति धेरै हालेको भनेर पनि भन्ने हो कति मजाले कस्तो हालेको है कति इन्ट्रेस्टै भिडियो हाल्नु भनेको पनि भन्ने हो तर हाल्नु चाहिँ नसक्ने हो होइन भन्नु पाउनुहुन्छ हाल्नु भन्नु पाए पनि त्यसै हो तर हाल्ने हो क्या ओके दुईतिरबाट तिम्रै नाम आयो नि त हाल्ने हो त्यही हो तर साथीहरू तपाईँहरूलाई जे गर्दा राम्रो लाग्छ जे गर्दा खुसी मिल्छ नि त्यही गर्नु क्या त्यही हो जबरजस्ती चाहिँ केही पनि नगर्नु तिमी हाल्नु मन छैन अब अरूले के भन्छ भन्नु नभन तिमीलाई हाल्नु मन लाग्छ तिमीलाई भिडियो बनाउनु मन लाग्छ र मैले बनाइदिएको थ्याङ्क यू फर द्याट मलाई सक्दिनँ त भिडियो एडिट गर्नु भिडियोलाई मिलाउनु मलाई चाहिँ आई लाइक टु भिडियो एडिटिङ यु नो आफ्नो इफ मात्रै के आई अरू हेभ टाइम तर टाइम छ भने चाहिँ आई लाइक आई क्यान स्पेन्ड 1 or 2 3 hours in my phone but I need you know extra time पऱ्यो दाल के भयो दाल लास्टै नमिठो होइन बाक्लो डिस दाल बासी भएपछि अलिकति बाक्लो हुँदैन नि हो हिजोको दाल हो नि त राइट कहाँ छ आफ्नो भएछ किन अगाडि नै उयो भएको थियो नि त ओके अब हाम्रो मासु मुकबाङ आउँछ यसरी नै हेर्नु होला हेर्नु होला झन्झट नमान्नु होला अब त्यही त हो अब हामीले डेली खाने नै भात दाल हो सो भात दालकै हामी भिडियो बनाउँछौँ है अब कुनै दिन यो पनि एउटा डेली भ्लग जस्तै हो क्या डेली भ्लग हो तर जुन हामी बोलिरहेको छौँ नि यसरी बोल्ने त्यो हामी जस्तो त्यो 50जना 10 लाख 15 लाख पनि आउँदैन नि त त्यसरी आउने मान्छेले यसरी बोल्ने चाहिँ जस्तो लागेन मलाई गाइज जुन नयाँ बोल्दैछ नि यस्तो भनेर अनि जब त्यो भ्युज तिनीहरूले बोल्ने हो हामीले होइन हामीले त तिमीहरूमा बोल्ने हो भ्युज आउँछ 40-45 लाइक आउँछ 500 कमेन्ट आउँछ एउटा दुईटा अनि त्यहाँ बोलेर हुन्छ तिमीहरूमा बोल्ने हो त्यो भनेको त त्यो के टप्पर भ्लगरहरू हुँदैन त्यस्तै हेर्नु बोल्ने हो गाई त्यस्तो कस्तो के गर्ने हौ तपाईँले मात्र बोल्छ नि हाम्रो पनि त छ नि त नि हौ साथीहरू तपाईँले बोलोस् न त हामी बोल्ने हो क्या हामी बोल्नेको चाहिँ कन्भर्सेसन उनीहरूले सुन्ने हो द्याट्स द गुड ब्लग स्टार्टिङ होइन सुरुमा स्टार्टिङ त्यो हो मैले त्यो बुझेँ कि त्यही पनि अब उयो त गर्नु पऱ्यो नि त
भिडियो बनाएर हामी चुप्प लगाएर तपाईँ र म मात्र बोल्ने हो, त्यसरी बोल्ने हो बुझ्यो। अहिले चाहिँ स्टार्टिङमा मैले यसो ख्याल गरेको गाइस हेलो गाइस यस्तै उस्तै हाम्रो औकातै होइन त्यो जस्तो लाग्छ है, बट आई डोन्ट नो होइन होइन त्यो औकात हो होइन, तर मैले भन्नु खोजेको त्योभन्दा नि बेटर हामी दुईजना बोलेको चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ मलाई। ल राखिदिउँ पनि होला, भात थप्ने बेला भइसक्यो, सेलाइसक्यो, हातै सुक्न दिइसक्यो गफ गरेर। ओके बाई, सी यू, लभ यू, वाच आवर बुढाबुढी ब्लग्स। किन भनेको त नभन्नु केही पनि, त्यो त जस्ट भन्नु पर्यो नि त्यो त। तर भिडियो के अरे मैले भन्नु खोजेको भ्लग गर्दाखेरि सुरुदेखि अन्तिमसम्मै मोबाइलसँग बोल्ने होइन क्या, हामी दुईजनाको कन्भर्सेसन हुनु पर्यो क्या। मोबाइलसँग कन्भर्सेसन गर्नु नि त, कन्भर्सेसन गरेको के यो त भात दिनु त, ल भात दिनु होइन। ल बाई, सी यू टुमारो। ल राख्नु, राखेर मात्रै भात थपौँ ल।